इरान र नेपालको म्याचमा होइन तपाईँहरूलाई म सिक्रेट कुरो भन्छु जुन प्लेयरले होइन युरोपको एक्सपिरियन्स बटोलेर ल्यायो भन्छ नि तर आज त्यही प्लेयरले खायो त अनि 3 गोल 4 गोल हुन्थ्यो होइन तर 3 गोल मात्रै खायो एउटा त गोल चार्जै खाएन होइन तिमीहरू भन्छ एक्सपिरियन्स नो एक्सपिरियन्स ब्रो यो खेल हो यदि एउटा टिमवर्कको लागि खेलेन भने त्यो टिमले कहिले जित्दैन अनि आज नेपाल त्यसै सबैले राम्रो खेलेको कसैलाई गाली कसैले नराम्रो खेल्यो कसैले राम्रो खेल्यो नो कम्प्लेन तर एक्सपिरियन्सको कुरा चाहिँ नगरौँ है युरोप खेल्ने पनि त्यही हो अनि नेपालमा खेल्ने पनि त्यही हो कम्पेयर कोही माथि नगरौँ होइन मेरो लागि एन्जिलालाई रेस्पेक्ट छ अनि अन्जनालाई रेस्पेक्ट छ नेपाल टिम सबैलाई रेस्पेक्ट छ अनि प्रीतिलाई चाहिँ हृदयदेखि सल्युट अनि माया छ